हेलो गाइजहरु, स्वागत छ हजुरहरु हाम्रो मिनी ब्लगमा। आज हामी वहाँ टिकापुर घुम्न गइरहेका छौं। कहाँ हुनुहुन्छ? चिन्दैन। सुरुमा मम्मीले यता मम्मी अनि यता अर्को हुनुहुन्छ हजुरआमा। अनि हामी अटोमा बसेछौं। अहिले टिकापुर पार्क पुग्छौं अनि तपाईहरुसँग फेरि भेट्छौं। अगाडि पनि मान्छे हुनुहुन्छ, दुईजना, एउटा दाइ एउटा भदैनी हुनुहुन्छ। हामी टिकापुर पार्क पुगेपछि हजुरसँग सम्पर्क गर्छौं गाइज। बाई। हामी टिकापुर पुगिसक्यौं। अहिले हामी टिकापुर पार्कमा छौं। यो उता पछाडि पार्क छ, हामी जंगलतिर छौं। अब घुम्दैछौं। हजुरहरुलाई स्वागत छ टिकापुरमा। यहाँ त्यहाँ राजाको घर छ, देख्नुभयो साथीहरु? यहाँ यस्तो दामी फुल छन्। यता यति हो, अरू पनि घुम्दै राख्छौं, देखाउँदै राख्छौं। साथीहरु अब हामी खोलातिर जाँदैछौं। हजुरहरु पनि जान चाहनुहुन्छ भने आउनुस्। सोल्टिना आउनु। हामी कहाँ जान लाग्छौं गरे? हामी चाहिँ खोलामा हैन, डुबेर मर्न। ए हैन, सोल्टिनालाई कसैले पत्ताएन, त्यसैले डुबेर मर्न जान लाग्नु भएको छ। कसैले पत्ताउनुहुन्छ भने आउनु होला। अनि सुन्नु न गाइस, आई लभ यु। भिडियो अफ हुन्छ अनि यहाँ सोल्टिना पनि भाउजू। यति हो ल। हामी अहिले खोलामा पुगिसक्यौं। यहाँ यति राम्रो खोला छ। यहाँ भाउजू हुनुहुन्छ। यो कर्णाली हो, भेरी होइन, कर्णाली हो। अरू कर्णालीको टुक्रो हो। यहाँ आधा कटेर छ। यहाँ ऊ पनि छ, के गर्यो त्यसमा? ऱ्याफ्टिङ पनि छ। त्यहाँ मान्छेहरू गर्न खान, हामी पनि ऱ्याफ्टिङ खेले त हुन्थ्यो। तर बनाउनु हामीले पैसा ल्याएन। यति बनाएर बेच न जाने। ल हामी गयौँ। यहाँ यस्तो यस्तो गरेर गर्छ। ल टिकापुर पार्क घुमेर भ्यायो। अब हामी घर जान्छौँ। मि भाउजू सबै भएर फेरि फर्केको। खै यहाँ हामीसँग यहाँ मङ्कीहरू छन्। हामी यहाँ यति धेरै घुम्न जाने आएका गाडी छन्। यहाँ यति धेरै मान्छे छन्। ए लभ यु बनाएको अरे, तर यहाँ एउटा फुल छैन।